फर्स्टचोटिको हाम्रो ब्लड डोनेसन हुँदैछ हाम्रो अलक्षज्यू के भन्नुहुन्छ अझै मसिलो धन्यवाद सबैजना आइदिनु हुँदैछ अझै पनि कहिले आउने क्रम जारी छ सबैलाई ह्यापी गुड फ्राइडे भन्न चाहन्छु रक्तदान गर्न आउनु होला सबैजना अहिले नै यो लाइभ फर्स्टचरणको मुनाको लाभमा हाम्रो ज्ञानीजी अघि आइपुग्नु भएछ खुसी लाग्यो हाम्रो विजय भाइ पनि आइपुग्नु भएछ हाम्रो वाडा सदस्य ल बधाई छ हजुरहरूले कदर पत्रहरू लिएर मात्र गइदिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद आखिर वर्ष गयो आखिर वर्ष रोटी टुचो गेला हो हाम्रो रेभेन्यू गुरुआमाको ब्लड डोनेसन हुँदैछ परमेश्वरले धेरै आशिष दिनुभएको हाम्रो दिप्ती हाम्रो क्रिस्चियन समाजका अध्यक्षज्यू फर्स्टचोटि मेरो ब्लड डोनेसन हुँदैछ जिन्दगीमा पहिले पनि चाहेको तर त्यस्तै परिस्थितिले नपाएर योपालि चाहिँ 2025 को फर्स्टचोटि मेरो ब्लड डोनेसन हुँदैछ अब यता चाहिँ हाम्रो क्रिस्चियन समाजका यो चलाइराख्नु समितिका के भन्ने सचिवज्यू प्रेरणा तुलादार ज्ञानज्यू हुनुहुन्छ उहाँले पनि अलिक जडसँगले बाँधेर धेरै झिक्दा पनि हुन्छ होला उहाँको पनि अलिक मोटी मोटी हुनुहुन्छ भएन परमेश्वरले आशिष दिनुभएको होस् एकदमै राम्रो काम गर्दै हुनुहुन्छ हाम्रो डाक्टर ज्यूहरूले पनि यस्तै छ है ब्लड डोनेसनको हाम्रो डाक्टर सरलाई धेरै धन्यवाद अनि प्रेरणा हाँसेर खुसी खुसी हुनुहुन्छ ब्लड डोनेसन गर्न पाउँदा हाई गाइज आज चाहिँ हाम्रो गुड फ्राइडेको उपलक्ष्यमा हाम्रो चाहिँ ब्लड डोनेसन हामीले गरेका छौँ ज्ञानुजी प्रेरणाजी अनि मैले मेरो चाहिँ फर्स्टचोटिको एक्सपिरियन्स हो जस्ट देखाउनु पर्यो अरूको